हेलो गाइज म आज करेन्ट चाउँछु अनि साग दुईटा अन्डा उमालेछु नास्ता खाना बसेछु। आज म यति खान सक्छु किन एउटा करेन्ट चाउचो छ अनि त्यसमा पासेको साग छ मिसाएर मलाई रुगा पनि लागेछ, त्यही भएर खाना बसेछु। म खान्छु है, ल खाए है। क्या स्वाद, यति मिठो पाकेछ। भन्छन् रुगा लागेको बेलामा करेन्ट च्याउँछौँ सुप गराएर खाएपछि सन्चो हुन्छ भनेर के, त्यही भएर मैले नि खान लागेको छु। तातो तातो छ, खान्छु भनेर। आज फर्स्टचोटि हो म टिकटकमा यस्तो देखाएर खान बसेछु है गाइज। तातै छ, यति तातो छ भाइ। यति तातो छ, कसरी खान सकिन्छ तातो तातो त। तातो छ, खानै सकिन्न। खासै अन्डा मन पर्दैन, तर सेहतको लागि खानुपर्छ। हजुरहरूलाई पनि हेरेर खान मन लाग्यो होला नि, आउनु खानु होला। तातो तातो हेरेर त जाडोमा त खान मन लाग्छ नि। रुगा लागेपछि त, रुगा खोकी लागेपछि झन् कस्तो खान मन लाग्छ नि, अन्त नि त्यस्तै हुन्छ, खान मन लाग्छ। जति रुगा लाग्यो नि खाम के खाम करेन्ट चाउचो त सम्झिहाल्छु जतिखेर। भन्छन् नखाने जङ्क फुड नखाने, तर के गर्ने, जङ्गै फ्रुट खान मन लाग्छ। यो पासेको साग मैले फर्स्टचोटि च्याउचोमा हालेर पकाएको छु, मिठो भएछ। एउटा साथीले भन्नुहुन्थ्यो कति मिठो हुन्छ साग हालेर पकाउनु भनेर, त्यही भएर मैले फर्स्टचोटि पकाएर खाएको, मिठो भएछ। मलाई च्याउचोभन्दा सुप मनपर्छ कि, यो सुप कति मिठो हुन्छ नि। अब म राखेँ है गाइज। लाइक सेयर कमेन्ट गर्नु होला कस्तो लाग्यो मेरो भिडियो। फेरि ल्याम्ला बनाए यस्तै गर्छ।